हेलो नमस्ते सेवार हो सबैजनालाई र सबैजनालाई मेरो सानो ब्लगमा वेलकम छ। र आज चाहिँ हामी जाँदैछौँ, हामी फ्यामिली चाहिँ दमकमा बहिनीको बिहा एटेन्ड गर्नु। र सबैले हिँड्नु भइरहेको छ। बाटो चाहिँ यति साह्रो खराब थियो, धरान जाने दमक जाने बाटो। अहिले फिलहाल रोडको काम, हाइवे नेसनल हाइवेको काम भइरहेको रहेछ। सरी, एसएन हाइवे बनिँदो रहेछ। त्यसले गर्दा चाहिँ यति धेरै बाटो बिग्रिरहेको रहेछ। धुलो, यति साह्रो धुलो। उहाँ चाहिँ बेहुला बेहुली हुनुहुन्छ, हाम्रो दिदीबहिनी। यो चाहिँ लिम्बूहरूको च्याब्रुङ डान्स भन्दो रहेछ। मैले त फर्स्ट टाइम देखेको, फर्स्ट टाइम यहाँ लिम्बूको बिहा हेर्नु जाँदाखेरि देखेको च्याब्रुङ डान्स। अति रमाइलो थियो तर हेर्नुमा। अब चाहिँ हामी जाँदैछौँ बाराघरे, दमकको चाहिँ बाराघरे भन्ने ठाउँमा। काकाको घरतिर जाँदैछु। पैसा आएको पठाउ गर आफू अहिले चाहिँ आइसके हामी हाम्रो काकाको घरमा। र काकाको घरमा हामीले फार्मिङहरू के कस्तो छ भनेर हेर्नु जाँदैछु। म र मेरो हस्बेन्ड चाहिँ। सुँगुर छैन रहेछ। सुँगुर कति बिघा छ अरे? 1.5 बिघा। 1.5 बिघा पनि निकै हो नि हो अन्त। धान लह 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 इन्भेस्ट गर्छौ के इन्भेस्ट चाहिँ नेपालमा? लह 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 धान धान पाक्नु आँटेछ। हेर्नु, धान पाक्नु आँटेको छ रहेछ।
धान पाक्नु आँटेको होइन पाक्दै रहेछ अलिक टाइम छ अलमोस्ट जानु त हेर्नु फोटो खिच्दिनु लक्ष्मीले बाहिर छ मान्छे त